के तपाईहरुलाई थाहा छ नेपाली क्रिकेटमा हालसम्म कुन कुन खेलाडीहरुले नेपालको कप्तानी सम्हाल्नु भएको छ र नेपाल कहिले आईसीसी को मेम्बर भएको थियो? आउनुहोस् आजको यस भिडियोमा चर्चा गरौँ। सन् 1946 राणा शासनकै बेला नेपाल क्रिकेट संघ क्यानको स्थापना भएको थियो भने सन् 1996 फेब्रुअरी 2 मा नेपाल आईसीसी को मेम्बर भएको थियो। त्यहाँदेखि नेपाली क्रिकेटको कप्तानी 1996 मा उत्तम कर्मचारीले गर्नु भएको थियो भने 1998 मा लेखबहादुर छेत्री, 2000 मा पवन अग्रवाल, 2001 मा गणेश साई ठकुरी, 2001 देखि 2003 सम्म राजु खड्का, 2004 मा परेश लोहनी, 2005 देखि 2008 सम्म विनोद दास, 2009 देखि 2019 सम्म पारस खड्का, 2019 देखि 2021 सम्म ज्ञानेन्द्र मल्ल, 2021 देखि 2022 सम्म सन्दीप लामिछाने र 2022 देखि 2026 सम्म रोहित कुमार पौडेलले कप्तानी सम्हाल्नु भएको छ। उहाँहरू मध्ये नेपालले पहिलो पल्ट पारस खड्काको कप्तानीमा टी20 वर्ल्ड कप खेलेको थियो भने रोहित कुमार पौडेलको कप्तानीमा 2 पटक टी20 वर्ल्ड कप खेलिसकेको छ। तपाईहरुलाई उहाँहरू मध्ये कुन कप्तान सबैभन्दा बढी मन पर्छ? कमेन्ट गर्नु होला।